Hello everyone, welcome to my mini blog. Sunday म अनि मेरो वाइफ सेभक रोडमा भएको एक्रोपोलिस मलमा घुम्न गएको थियौँ, जहाँ प्रत्येक आइतबार लाग्ने गर्दछ गोर्खे हाट। म यो जग्गामा फर्स्ट टाइम भिजिट गर्दैछु। रेनी सिजनले गर्दाखेरि म अनि मेरो वाइफ यो जग्गामा धेरै लेट पुग्यौँ। त्यस कारणले गर्दाखेरि गोर्खे हाटको धेरै सपहरू बन्द भइसकेको थियो, तर पनि जति सपहरू खुला थियो त्यो सप एकदमै धेरै भिड अनि बिजी थियो। गोर्खे हाटमा तपाईँले नेपाली सब्जी खानेकुराहरू, अचारदेखि लिएर प्रत्येक नेपाली खानेकुराहरू धेरै धेरै स्वादिष्ट, अर्ग्यानिक अनि फ्रेस र धेरै प्रकारको पाउनुहुनेछ। जतिजना भिजिट गरिसक्नु भएको छ उहाँहरूलाई थाहा होला, र जतिजना भिजिट गर्नु भएको छैन तपाईँहरू भिजिट गर्नु सक्नुहुनेछ। सर्ट टाइम पिरियड थियो, सो मैले धेरै कुराहरू देखाउन सकिनँ, र जति पनि कुराहरू देखाउन सकेँ त्यो कुरा तपाईँहरूले हेर्नु सक्नुहुनेछ। मलाई यो जग्गामा आएर सेकुवा खाने इच्छा थियो, बट पोर्क सेकुवा मात्रै थियो जो कि म खाँदिनँ, त्यसले गर्दा सेकुवा खानु पाइएन। बट मेरो वाइफलाई चाहिँ लाफिङ खाने मन थियो, सो हामी छेउको स्टलमा गयौँ। दिदीले मिठो प्रकारले बनाइदिनु भयो लाफिङ, अनि मेरो वाइफले टेस्ट गरेर लाफिङ भनिन् एकदमै धेरै मिठो छ। लाफिङ खाइसकेपछि हामी सपिङ गर्नुको लागि एक्रोपोलिस मल गयौँ। धेरै दिनपछि मेरो छुट्टी थियो, सो छुट्टीको बेलामा म अनि मेरो वाइफ सपिङ गर्दै र एक अर्कासँग टाइम स्पेन्ड गऱ्यौँ। एकदमै धेरै खुसी लाग्यो। यो मलमा तपाईँले किड्सहरूको लागि धेरै धेरै खेल्ने अप्सनहरू रहेछ। त्यसपछि हाम्रो सानो आइसक्रिम पार्टी, अनि हामी घरतिर फर्क्यौँ। घर फर्किने बेलामा पानी पर्यो अनि हामी भिज्यौँ। थ्याङ्क यू फर वाचिङ। सपोर्ट गर्दै गर्नुहोला।